Guys, welcome to my vlog. ल पोस्ट दे बा पोस्दैन मनी 0 को म 1 नम्बर खेलाडियो 1 नम्बर मेरो त्यो नम्बर हो टिकालो 0 आइफोन 16 प्रो म्याक्स 70 प्रो म्याक्स कहिले किन्नु हामीले चाहिँ यहाँ भेटा छौँ पोखरामा ठुलो बनाएको छ हैन कति गएर होला त सो गाइस हामी हेलो गाइस वेलकम टु माई ब्लग आज चाहिँ हामी लास्टै घरमा बसेको गर्मी भएर के गरौँ भएर हामी चाहिँ यहाँ काली खोला पौडी खेल्न आएको छौँ तर पानी यस्तो धमिलो छ है सिटी खोलाको यो सिटी खोला हो यो चाहिँ लास्ट धमिलो छ अनि हामी तीनजना जाँदैछौँ पौडी खेल्न जाँदैछौँ तर खोइ खोला कतिको गहिरो छ डर यस्तो अब पौडी खेल्ने तर छ र गहिरो नै सो अलिकति थोरै बनाएको भिडियो अब त्यो गाइस सबैजनाले अब अल्छी लाग्छ के गरौँ भनेर अब यसो भ्लग बनाएन अलिकति र भ्लग बनाउँदै पौडी खेल्न जाऊँ भनेर हामी सकेको छौँ र खोला पनि आइसकेको छौँ हो यो हो काली खोला सो गाइस त्यही हो सबैजनाले थोरै भ्लग हेरिदिनु होला र सबैजनालाई सक्दो माया गरिदिनु होला र सब्सक्राइब पनि सबैजना गरिदिनु होला त्यति भन्न चाहन्छु गाइस हामीले चाहिँ ढुङ्गामा अलिकति यसको फोटो खिचेको हामीले थोरै फोटो खिचेको त्यही हो जम्माले साथी सबैजनालाई सब्सक्राइब गरिदिनुलाई म पनि नेपालको भ्लगर भन्नुलाई अब 3000 सब्सक्राइब पुगेछ भर्खरै अब 1-2 वर्षपछि कतै म पनि भइहाल्छु कि भन्ने आशाको साथमा भ्लग बनाउँदै अलिअलि अब भ्युज नआए पनि सब्सक्राइबर नभए पनि अलिअलि लगाइराख्ने अब लगाइराखेपछि अलिक हुन्छ कि के होला आम्दानी भन्ने आम्दानी त के भन्नु अलिकति हुन्छ कि भनेर मात्र हो त्यही गाइस सबैजनाले सब्सक्राइब गरिदिनु होला सबैलाई थाहा छ होला एसडिएच सन्देश भ्लग 01 छ 01 चाहिँ मैले किन राखेको भने थाहा छ तपाईँलाई म पनि भलिबल मनपर्छ भलिबलको मनी 01 को म 1 नम्बर खेलाडियो 1 नम्बर मेरो त्यो नम्बर हो त्यही कारणले 01 चाहिँ राखेको मैले त्यही गाइस काली खोला कस्तो छ पानी चाहिँ मान्छेहरू पनि छ आज 1-2 जना मात्र छ मान्छेहरू ठिकै छ काली खोला त्यही गाइस सबैजनाले हामी पौडी खेलेको भिडियो बनाउला नबनाउँ तर यति छौँ र अल द बेस्ट सबैजनालाई यतिमै म सब्सक्राइब गरिदिनु भन्छु अब म खोलाको पौडी खेल्यो भने त्यो पनि बनाउनेवाला छु तर भिडियो बनाएन भने तर हुन्छ यति नै त्यही सबैजना अल द बेस्ट बाई बाई सो हामी चाहिँ खोला मुनि झरिसक्यौँ हामी यहाँ माथि मैले अघि यहाँदेखि मैले भिडियो बनाउँदै आएको तै पनि अलिक फोनको अलिकति एउटा छ क्या त्यही कारण हो समस्या छ आइफोन 16 प्रो म्याक्स 70 प्रो म्याक्स कहिले किन्नु र मात्र भ्लग पनि राम्रो हुन्छ भने नि गोप्रो किनेपछि मात्र हो कहाँ चढाइहाल्छ नि त्यो त त्यही हो गाइस त्यही हो गाइस सबैजना त्यही हो ओहो कसले यार कस्तो ढुङ्गो बच्चाको जस्तै क्या बच्चामा खेल्ने जस्तै बनाएको छ क्या यहाँ माथि पनि यहाँ त्यही गाइस सबैजनाले यहाँ बाबुले चाहिँ मलाई मासु के बगबगै हिँड्दैछ भन्दैछ यार त्यति हो यहाँ कसले माछा मारो कि क्या हो के हो पानी सुकाएको रहेछ यहाँ चाहिँ माथि सुँगुरको धेरै घिउ बगेर आउँछ त्यही कारणले यहाँ पनि नआउनु बन्दा छ हामी चाहिँ मासु नआउँछौँ हामीले चाहिँ यहाँ भेटा छौँ पोखरामा भेरा अन्त खोलामा यहाँ काली खोलामा भेरा उता पऱ्यो एउटा छ कालो र यहाँ हेर्न सक्नुहुन्छ बच्चामा हामी खेल्थ्यौँ पिट्टु त्यस्तै यहाँ परन्छ है यसलाई पिट्टु के भन्छ तर भाषा हामीले चाहिँ पिट्टु भनेर बोलाउँछौँ पिट्टु भन्ने बच्चामा यस्तो सानो सानो बनाएर हान्थ्यौँ बच्चामा त्यही हो यहाँ चाहिँ ठुलो ढुङ्गा कसले के बनाउनु भएको खोइ थाहा भएन सो गाइस हेर्नु सक्नुहुन्छ कसैले बनाएको हेर्नु न राम्रो ओहो वाह रिस्पाई क्यासे बनाएको यार ठुलो बनाएको छ हेर्नु सक्नुहुन्छ हेर्नु त कसले बनाएको यस्तो डेन्जर यार सो त्यही गाइस सबैले हेर्नु कत्रो बनाएको कसले सो गाइस हामी चाहिँ पौडी खेल्नु आएको हेर्नु त राम कति निलो खोला यार हरियो डस यार कतिको गहिरो होला तर पसेको छैनौँ है राम के 1 महिनादेखि खोला नआएको त कस्तो चेन्ज भयो क्या यो के गरेको केटा के गरेको ल यो के गरेको हेर्नु कस्तो गहिरो रहेछ हेर्नु न खोला
र म मिल्दै छ यार कसरी पौडी खेल्ने यार त्यही सोचमा छु यार यता छु म मन पौडी खेल्नु भने त आइयो तर डर पो लाग्न थाल्यो हेरेर खोला यार तर त्यही छ नि पौडी खेलिरहेछ यहाँ मेरो दाजुहरू ओ भिवाना त्यो त तालतिर नजाऊ क्या धुमिलो हुन्छ केही त देखिँदैन के गर्ने होला म चाहिँ सो गाइस हामी चाहिँ नुहाइसक्यौँ र यहाँ पुलमा चढ्नु भनेर हामी पुलमा चढ्दैछौँ चढेर यहाँ हिँडिसक्यौँ केटालाई फोटो खिचिदिनु भन्दैछ केटा फोटो त्यही हो पानी पौडी खेलेको पानी धेरै खाएर नाकमा कस्तो कस्तो गन्ध आउँछ फोहोर पानी हो नि खास त सुँगुरको गुहुहरू के बगेर आउँछ नि पानी त्यही कारणले अलिक जम्मा नाक सबै ठुनी गएर कस्तो कस्तो गन्ध आइरहेको कि तर के छैन खेल्नु मन लाग्छ खेलियो त्यतिमै घर फर्किँदैछ र अल द बेस्ट सबैजनालाई यतिमै म सब्सक्राइब गर्नु भन्छु अब म बनाएन भने तर हुन्छ यति नै त्यही सबैजना अल द बेस्ट बाई बाई